हावाको लहरसँगै कुहिरोको घुम्टो फरफराउँछ। चौतारीको सिरसिरी हावा, डाँडैभरि फुलेको सिरुपाते, देउराली र उकालीले तपाईँको पच्चाप पर्खिरहेको छ। भूमे, भैरमकोट र सल्लेरीले तपाईँको स्पर्श खोज्दैछ। खैँजडीको तालले भन्छ, स्थानथोकको भैरमकोटमा गर्छौं स्वागत। तनहुँको शुक्ला गण्डकी नगरपालिका 2 स्थानथोकको भूमि भैरमकोट शीतल, शान्त र आत्मीय मात्रै होइन, ऐतिहासिक पनि छ। 24औं राज्यकालमा स्थानथोक 700 दुरुङचुङ राज्यमा पर्दथ्यो। त्यतिखेर मगर राजाले 780 धुरीलाई शासन गरेको इतिहास छ। 700 दुरुङचुङ एरिया लिँदाखेरिमा कहाँ पर्छ भन्ने कुरा कछारसम्म पर्छ। अनि यता ढोकेतिलर पर्छ। अनि यता थप्रे काभ्रे पर्यो। अनि यतातिरको कुरोमा अब 700 दुरुङचुङ भनेर कोत्रेसम्मलाई सिंगटेर बोलिन्छ। थुम्कोमा थपक्क बसेको भूमे भैरमकोट मन्दिर र सल्लेरी पर्यटकीय सम्भावनाले भरिपूर्ण छ। यहाँबाट देखिन्छ हिमालसँगै पहाडका तरेलीहरू, तर पर्खिरहेको छ पाहुनाका पच्चापहरू। पर्यटकको सम्भावना एकदम भएको ठाउँ हो। म त भन्छु सर, यो शुक्ला गण्डकी नगरपालिकामा 1 नम्बरमै पर्छ। हुन त छन् होइन, तर वास्तविक यहाँ चाहिँ प्रसार कमी होइन, बाटोको असुविधा, अनि त्यसले गर्दा अलिकति छायामा परे जस्तो हो। यो ठाउँ त विशेषता धेरै नै पुरानो इतिहास छ सर। यहाँ राजाको यो देख्नु भएको छ, अहिले हामीले मन्दिर बनायौँ, त्यसमा चाहिँ राजाको दरबार थियो अरे भन्ने छ। यो ठाउँबाट भन्नुहुन्छ भने सम्पूर्ण उत्तरतिर हेर्नुहुन्छ भने पुरै हिम श्रृङ्खलाहरू, माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण सम्पूर्ण देखिन्छ भने अब यो भनिन्छ बुढापाकाहरूले चाहिँ यहाँबाट 13वटा जिल्ला चाहिँ देख्न सकिन्छ। जाडोको मौसममा त्यसै बिहानदेखि घाम लाग्ने न्यानो हुन्छ सर। अनि गर्मीको मौसममा तपाईँको शीतल हावा, पृथ्वी राजमार्गमा पर्ने कोत्रे बजारबाट 5 किलोमिटर पर छ स्थानथोक। 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सवारी साधनबाट सहजै स्थानथोक पुग्न सकिन्छ। सवारीबाट ओर्लिएपछि 5 मिनटको पैदलमा भूमे भैरमकोट पुगिन्छ। पुग्नेहरूलाई लाग्छ स्वर्ग खोज्न अन्त जानु पर्दैन। प्रदेश होइन, पहिला घरदेश घुमाउँ। स्थानीय पर्यटकीय गन्तव्यहरूको पहिचान गरी प्रबन्धनमा जुटौँ। पर्यटनबाटै समृद्धि सम्भव छ।